नमस्कार। प्रस्तुत छ अविरल बग्दछ इन्द्रावती उपन्यासको सुन्ने संस्करण। उपन्यासकार रमेश विकल, वाचक खगेन्द्र नेपाली। 5. इन्द्रावती किनारका घटबारे माझीहरूको जीवन पनि एउटा आफ्नै ठहराको छ। बाउबाजेले खोरियो खनेर कमाएको काजीका खुवा खान्की हाल रैकरमा परेका सरदर एक परिवारका लागि पाथी 12 माना बिजनका खेतीपातीको काम कति नै लाग्ने हो र। अनि त्यसबाट फुर्सद पाएपछिको समय के गर्ने? ज्याला बुहुनी काजीको बेट बेगारी बस। तर त्यो पनि त यामको कुरा हो। 12 महिना त ज्याला बुहुनी पनि त मिल्दैन। तब कुनै खोलाको बगरमा खोलो फर्काएर घट्ट थाप्छन् र त्यसैबाट जहान बच्चा पाल्छन्। कुनै खोलाका माछा मारेर त्यसैबाट बाँकी जीवन गुजार्छन्। अनि त्यति पनि गर्न नसक्ने बुढा खाडाहरू नाति काखमा लिएर घर वरिपरिकै रुखपातबाट घाँस बनाउने वा त्यसै पिँढी बाँधेर दिन काट्ने गर्छन्। खास गरी यस जातिमा जीविकाका नौला सम्भावना खोज्ने वा भएकोमा अरू जगेर नगरेर जीवन स्तर उकास्ने जाँगरको प्राय अभाव देखिन्छ। तर यो वास्तवमा यसै रूपमा अवश्य होइन, किनभने युगौँदेखि सामन्ती दबाउमा चेप्टिएर जीवनलाई हेरेका यिनले नयाँ नौला सम्भावना खोज्ने र अगाडि हेर्ने चेतनाको आफूमा विकासै गर्न सकेका छैनन्। त्यसैले यिनका जीवनमा असन्तोष र महत्वाकांक्षाको कुनै छाया देखिन्न। अनि जो खोलाका माछामा जीवनको सम्भावना खोज्छन् उनीहरू चाहिँ बिहान सबेरै उठेदेखि खोला र पानीसँग कुस्ती खेल्छन्। खोलासँग सङ्घर्ष गर्दै दुवाली फर्काउनु, रह र दह परेका ठाउँमा जाल महाजाल खेल्नु, बल्छी खेल्नु गर्छन्। अनि दिनभरको अथक सङ्घर्षपछि इन्द्रावतीको वरदान स्वरूप जे जति माछा गङ्गटा हात पर्छन् तिनैलाई पेरुङ्गामा हालेर अथवा सिलमा उनेर पसलमा लगेर बेचेर त्यसैबाट आफू र आफ्ना जहान बच्चाको पेट पाल्छन्। रातो दिन माछाका धाउन्नामा खोलासँग कुस्ती खेल्दा पनि अचेलभोलि उनीहरूको जीविका चल्ने मात्रामा माछा पर्न छाडेको छ। कहिलेकाहीँ नदीको दयाले एकाध ठुला धार्नी डडेकसम्मका माछा जालमा परे पनि अधिकांश त असलाका भुराहरू छोपेर गुजारा गर्नुपर्छ। तर सधैँ यस्तो थिएन। अघिल्ला पुस्ताका बुढापाकाका मुखबाट सुनिन्छ, यही इन्द्रावतीका पोल्टाबाट मान्छे जत्रा अर्थात् 5-7 धार्नी 15-20 धार्नीसम्मका पनि माछाहरू यी माझीका जालमा पर्थे। तर यता सहरका आँखा यसतिर परेपछि साँच्चै भन्ने हो भने साना काजी र उनका सहरे साथीहरूका क्रियाकलाप यता बढ्न थालेपछि अधिकांश माछाहरू मानिसको सम्पर्कबाट तर्किएर बसाइ सर्दै माथि भोटतिर लाग्न थालेका छन्। किनभने अब यी सहरबाट आउने मान्छेहरूले बारम्बार त्यहाँ आएर माछा पाइने मुख्य रह र दहमा बम हानेर र बिख छरेर माछाका शाखा सन्तानको उच्छित्व गराउन कुनै कसर बाँकी छाडेका छैनन्। मरेका मरे, बसाइ सरेका सरे। तर बाँकी बचेका पनि बारम्बारको बम गोला ग्रेनेडका आवाजले बहिरा र बाँझा भएर सन्तान दिन अक्षम भएका छन्। उनीहरू पहिलेका चाहिँ डिम्बा पार्न सक्दैनन्। जति पार्छन् त्यसबाट माझीका बढ्दा जनसङ्ख्यालाई थेग्न पनि सकिरहेको छैन। यसका साथै बुढापाका माझीहरूका दृष्टिमा नयाँ पुस्ताका छौडाहरूले खोलामाथि त्यति आस्था र विश्वास पनि गर्न छाडेका छन्। माछामाथि जीविका निर्भर गर्ने माझीका छोराहरूको आफ्नो परम्परागत पेशामाथि त्यति न भक्ति छ न भरोसा। त्यसैले त उनीहरू आज जीविकाको नयाँ सम्भावना खोज्न घर र परिवारप्रति विद्रोही बनेर घर छोडेर हिँड्न थालेका छन्। पहिले पनि माझी दनुवारका एकाध छोराहरू घर छोडेर नजाने होइनन्, तर उनीहरूको घर छोडाई डाँडो काटेर लाहुरे बन्न जाने कुरासम्म मात्र सीमित हुन्थ्यो। तर आज त यसै पनि ठाउँमा बाटाघाटा बनेको, विकास खुलेको समाचारले यी माझी केटाहरूको गोडामा पखेटा लागेको छ कि उनीहरूको आफ्नो परम्पराको आस्था घरबार परिवार र गाउँको सिमाना काटेर कुनै दोलालघाट पुग्छन्, कुनै धनकुटा 5 खाल बाटोमा पुग्छन्। अचेल दिनदिनै एक न एक माझी केटाहरू इन्द्रावती आफ्नो पुर्खाकी जीवनदायिनी देवीको आस्थाबाट मुन्टो बटारेर बेपत्ता भएका समाचार निकै सुनिँदैछन्। अरू त अरू गाउँको माझी समूहको मिजार स्वयं भूमा माझीका छोरा भीमे र जयमानीको मनमा पनि आफ्नो परम्पराको पेशा र खोलोमाथि पटक्कै आस्था छैन। उनीहरू पनि अक्सर गरेर कामको खोजीमा 5 खाल र दोलाल घाटको फेरो मार्न थालिसकेका छन्।
त यसरी गङ्गामाईको निया र निसाफमा विश्वास नगरेर पुर्खाले नगरेका नौला नौला पेसा खोज्न हिँड्नेलाई जल देवताले पनि कहाँ माया गर्छन् त। यिनै उरन्ठ्याउला केटाका असर्दाले गर्दा पनि इन्द्रावतीले ठुला माछा दिन छोडिन्। बुढापाका माझीहरूलाई आफ्ना पानी मरेका आँखामा एउटा दुःख र वेदनाको तरलता भरेर तल बगरमा बगेकी इन्द्रावतीको नीलो डोरोमा हेर्छन्। मानिसले सृष्टिको सुरुवातदेखि नै यथास्थितिवादको विरोधमा झण्डा उठाएर चरैवेतीको प्रगतिशील सिद्धान्त नअगालेको भए समाज आज यो स्थितिमा पुग्ने थिएन, दुनियाँ यस रूपमा देखिने थिएन। यसैले नयाँ रगतका माझीहरूमा देखिएको नौलो प्रवृत्ति कुनै अस्वाभाविक र प्रकृतिको चरित्र विरुद्ध थिएन। यो मान्छेको मूल प्रवृत्ति, अझ भनौँ प्राणी मात्रको प्रवृत्ति, पुरानोलाई त्यागेर नयाँ जीवन नयाँ कुरा अँगाल्नु थियो। तर धरतीका केही समुदायमा यो चरैवेतीको व्यापकता र शाश्वतताले धेरै मन्द गतिमा प्रभाव देखाउँछ। यिनै समुदायमध्ये इन्द्रावती तीरको यो माझी समुदाय पनि हो। यो समुदाय नौलो र नयाँ प्रति ज्यादै मन्द गतिमा आकर्षित हुन्छ। जीवनयापनका नयाँ र नौला साधनहरूको खोजीमा यायावरी गर्नु सट्टा ऊ खोला र पखेराको भरोसामै टाँसिएर बाँच्न मजा मानिरहेको देखिन्छ। ज्यादै सीमित आवश्यकता र ज्यादै सानो महत्वाकांक्षामा हुर्केर बढेर त्यसैमा आबद्ध। त्यसैले आफ्नो पुस्तौँ अघिदेखि निर्धारित जीवन पद्धतिलाई अलिकति मात्र उपेक्षा गर्न खोज्ने नयाँ रगतका माझी केटाका नौलो प्रवृत्ति देखेर पुरानो पुस्ताले कहालिनु पनि कुनै अस्वाभाविक थिएन। उनीहरूका आँखामा यो नौलो परिवर्तनको लक्षण कुनै शुभ लक्षण नभएर आफ्नो पुस्तादेखिको सञ्चित विश्वासमा देखिएको छिद्र थियो। तर जतिसुकै अवरोध खडा भए पनि युगको धाराले आफ्नो मोड त लिन्छ। भीमे र जयमाने सोभितेका पुस्तामा आएर यी माझी समूहमा पनि उनीहरूको परम्परागत परिपाटीले आन्तरिक करेन्टद्वारा एउटा नयाँ मोड लिन खोजेको, युगको तीव्र प्रवाहले जीवनको मार्ग नै बदलिदिन लागेको प्रष्ट दृष्टिगोचर भएको थियो। गाउँबाट केही तन्नेरी माझीहरू बुढापाकाको भलो उपदेशको अवज्ञा गर्दै दोलालघाट, पाँचखाल र सुनकोशीको बाटो लागिसकेका थिए र बाँकी तन्नेरीहरू पनि पुरानो परिपाटीको विरोधमा विद्रोही नारा बोकेर अघि सरिसकेका थिए। साना काजीको आज्ञा बमोजिम उनका सहरे साथीहरूको सेवाको बदला ज्याला र अधिकार खोज्नु नै यसको पहिलो विस्फोट थियो। अब यस गाउँको भलाइ छैन। बुढापाका माझीहरूका मनमा एउटा अनिष्टकर भविष्यको आतंकले शिर ठड्याउन थालेको थियो। साना काजी गाउँका एक छत्र मालिकका विरुद्ध शिर उठाउनु यो कति भयङ्कर कुरा। उनीहरूले तैपनि नयाँ पुस्ताका केटाहरूलाई पुर्खाको धर्म नछोड्न धेरै तरहबाट सम्झाउने कोसिस गरे। धार्मिक, नैतिक, सामाजिक डर त्रास देखाए। तर समयको प्रवाहले सिर्जेको यस हुरीमा हुर्रिनबाट उनीहरूलाई रोक्न सकेनन्। भीमे र जयमाने जस्ता कतिपय तन्नेरीहरू काठमाडौँ कोदारी राजमार्ग निर्माणद्वारा दिइएको जीवनको नौलो सम्भावनाप्रति प्रबल रूपले खिचिएर घरि कोदारी, घरि दोलालघाट र पाँचखाल धाउन थाले। उनीहरूले आफ्ना पुर्खाले प्राण झैँ निष्ठा र ममताले पोसेको डुङ्गालाई उपेक्षाको दृष्टिले हेरे। पुस्तौँदेखि चलिआएको काजी खानदानको सेवा बेठ बेगारीप्रति विद्रोहको भावना पाले। विद्रोहका नायिके सोभिते र जयमाने भीमेले प्रष्ट रूपमा घोषणा गरे, सुन भाइ हो, यी कमारा बुद्धिका माझीहरूका समाजमा उज्यालो कहिल्यै हुँदैन। यी लडमुखा, यिनका पुस्ता दर पुस्ता यिनै ठुला ठालुका करिया भई बिते। यी अझै पनि यस्तै गरी जिन्दगीको घरी गन्नमै सन्तुष्ट छन्। तर अब हामी त्यति अन्धा भएर बाँच्न सक्दैनौँ, अन्यायी र अत्याचारीका पैताला मुनि दबेर। अब माटसाबले देखाएको बाटो नै हाम्रा लागि उज्यालोमा पुग्ने बाटो छ।